साथीहरु सबैलाई नमस्कार। आज हामी नेपालको भूगोल अन्तर्गत पार्ट 1 को बारेमा छलफल गर्छौं। यसमा चाहिँ नेपालको भौगोलिक अवस्था, नेपालको भौगोलिक अवस्था भनेर लेख्नु होला है। अवस्था, नेपालको भौगोलिक अवस्था बारेमा धेरैचोटि क्वेशन सोधिसकेका छन्। नेपालको भौगोलिक अवस्था भनेको के हो? यो नासुको रिटर्नमा सोधेको क्वेशन हो, फर्दारको रिटर्नमा सोधेको क्वेशन हो। अब यसबाट जीकेमा बारम्बार सोधिरहने क्वेशनहरू, नेपालको भौगोलिक अवस्था भनेको भूगोल भन्ने शब्द आउने बित्तिकै दुईटा शब्द विचार पुर्याउनु पर्ने हुन्छ। यो भूगोल भन्ने शब्द आउने बित्तिकै तपाईले अक्षांश र देशान्तर दुईटा शब्द जान्नु पर्यो। अक्षांश र अर्को के त देशान्तर। देशान्तर भनेर जान्नु पर्यो है। यो भूगोलसँग अक्षांश र देशान्तर, नेपालको भौगोलिक अवस्था वा अवस्थिति भनेर क्वेशन आयो भने अक्षांश र देशान्तर जुन बिन्दुमा जुन ठाउँमा गएर काटिन्छ त्यही ठाउँलाई के भन्यो? अब यो भौगोलिक अवस्थिति भनेर वा भौगोलिक अवस्था भनेर जनाइन्छ भनेर जान्नु होला। अब नेपालको भौगोलिक अवस्था भनेपछि तपाईले दुईटा कुरा जानिसक्नु भयो। के त? हामीले पहिला अक्षांश जान्नु पर्यो है। नेपालको भौगोलिक अवस्थाको कुरा गर्दाखेरि हामी पहिला अक्षांश जान्छौँ। कति त नेपालको भौगोलिक अवस्था अन्तर्गत अक्षांश कति? 26 डिग्री 22 मिनेट। यो एउटा धर्छ भनेको मिनेट हो। 26 डिग्री 22 मिनेट उत्तरी अक्षांशदेखि 26 डिग्री 22 मिनेट उत्तरी अक्षांशदेखि 30 डिग्री 27 मिनेट उत्तरी अक्षांश। यहाँ हेर्नुहोस् है, तपाईहरुले झुक्क्याउन सक्छ। उत्तरी भनेर हुन्छ। अक्षांश केमा छ? नेपालको उत्तरी। अब तपाईले एउटा उत्तरी र अर्को दक्षिणी दिएर झुक्क्याउन सक्छ। 26 डिग्री 22 मिनेट उत्तरी अक्षांशदेखि 30 डिग्री 27 मिनेट उत्तरी अक्षांश। देशान्तर कति हो नेपालको? देशान्तर 80 डिग्री 4 मिनेट पूर्वी देशान्तरदेखि 88 डिग्री 12 मिनेट 88 डिग्री 12 मिनेट पूर्वी देशान्तरको बिचमा के रहेको छ? नेपाल अवस्थित रहेको छ। 26 डिग्री 22 मिनेट उत्तरी अक्षांश, 30 डिग्री 27 मिनेट उत्तरी अक्षांशसम्म। उत्तरी अक्षांशमा आउँछ भने 80 डिग्री 4 मिनेट पूर्वी देशान्तरदेखि 88 डिग्री 12 मिनेट पूर्वी देशान्तरको बिचमा नेपाल अवस्थित रहेको छ। नेपाल दक्षिण एसियामा अवस्थित मुलुक हो, वा नेपाल दुई ठुला विशाल मुलुकको बिचमा अवस्थित नेपाल के हो त? एउटा भूपरिवेष्टित राष्ट्र हो, जसलाई बफर स्टेटको रूपमा पनि चिनिन्छ। बफर स्टेट भनेको के हो त? कुनै पनि दुई ठुला विशाल मुलुकको बिचमा यदि सानो मुलुक अवस्थित रहेको छ भने त्यसलाई बफर स्टेटको रूपमा हामी अध्ययन गर्छौँ वा बफर स्टेट भनिन्छ। अब नेपालको तपाईले यो भौगोलिक अवस्थामा नेपालको कुल क्षेत्रफल कति छ? 1,47,181 वर्ग किलोमिटर नेपालको कुल क्षेत्रफल रहेको छ, जुन कि 56,827 वर्ग माइल। अर्थात् यो वर्ग माइलमा कति छ भनेर क्वेशन धेरैचोटि सोधिसकेको हो। नेपालको के त कुल क्षेत्रफल वर्ग माइलमा कति रहेको छ? 56,827 वर्ग माइल रहेको छ, जुन क्षेत्रफल विश्वको कुल क्षेत्रफलको 0.03% हो भने एसियाको 0.3% तथा दक्षिण एसियाको 2.82% रहेको छ। अर्थात् हामी यसको बारेमा पहिला लेखौँ त। अक्षांश र देशान्तर लेखिसक्नु भयो होला। 26 डिग्री 22 मिनेट उत्तरी अक्षांशदेखि 30 डिग्री 27 मिनेट उत्तरी अक्षांश। देशान्तर 80 डिग्री 4 मिनेट पूर्वी देशान्तरदेखि 88 डिग्री 12 मिनेट पूर्वी देशान्तरको बिचमा नेपाल अवस्थित रहेको छ। अब यसको कुल क्षेत्रफल, कति? 1,47,181 वर्ग किलोमिटर है, जुन क्षेत्रफल वर्ग माइलमा 56,827 वर्ग माइल भयो। यो चाहिँ विश्वको कुल क्षेत्रफलको 0.03%। एसियाको कुल क्षेत्रफलको 0.3%। एउटा जिरो काट्ने बित्तिकै के आयो त? एसियाको आयो। भनेपछि दक्षिण एसियाको कुल क्षेत्रफलको 2.82%। अर्थात् यसलाई हामी कन्भर्ट गर्यो भने
3% भूभाग के गरेको छ नेपालले ओगटेको छ। यसमा विचार पुर्याउनु होला। शिक्षक सेवा आयोगमा सोधेको क्वेसन हो। विश्वको कुल क्षेत्रफलको 0.03%, एसियाको भन्ने बित्तिकै तपाईँले यो 0 याद गर्नुभएको छ भने यो 0 काटेर सम्झिनुहोस् है। एसियाको कुल क्षेत्रफलको एउटा 0 काटेपछि यो आउँछ नि 0.3%, र दक्षिण एसियाको कुल क्षेत्रफलको कति त 2.82%। यसैले हामी कन्भर्ट गरेर यदि अप्सनमा यो दिएको छैन भने यसमा लाउनु होला। तर नेपाल परिचयले यसलाई आधार मानेको छ। 2.82% भूभाग ओगटेको छ। अब यति जानिसकेपछि नेपालको लम्बाइ कति हो त? नेपालको लम्बाइ यो जान्नु पर्यो। हामी क्षेत्रफलको त कुरा गर्यौँ, नेपालको लम्बाइ जोडेर जान्नु पर्यो। 885 किलोमिटर रहेको छ। यसको चौडाइ, नेपालको चौडाइ कति रहेको छ? नेपालको चौडाइ कति रहेको छ? चौडाइ 193 किलोमिटर। यस अन्तर्गत दुईटा कुराहरू जान्नु पर्यो है। यो त औसत चौडाइ हो। नेपालको चौडाइ त के त? यो औसत, नेपालको औसत चौडाइ लेख्नु होला। नेपालको औसत चौडाइ, नेपालको औसत चौडाइ 193 किलोमिटर। अब यसको अधिकतम र न्यूनतम जानिहाल्नु है। अधिकतम चौडाइ कति छ? अधिकतम चौडाइ यो हामी माथि लेखौँ। यति त सक्नुभयो होला। नेपालको अधिकतम चौडाइ, नेपालको अधिकतम चौडाइ र न्यूनतम चौडाइ, नेपालको न्यूनतम चौडाइ। अधिकतम चौडाइ 241 किलोमिटर, न्यूनतम चौडाइ 145 किलोमिटर। अब दुईटालाई जोड्नुहोस् त हामी, कति आउँछ? 5 र 1 6 आयो, 4 4 8 आयो, अनि 2 र 1 3 आयो। अब यसमा तपाईँले 2 ले भाग गर्नुहोस्, किनभने यो दुईवटा भयो। अधिकतम र न्यूनतमलाई जोडेर 2 ले भाग गर्नुभयो भने के आउँछ? औसत आउँछ। 2 ले भाग गर्दाखेरि यो 2 एकाल 2 भयो, अनि 2 चौके यो एउटा 1 यहाँ गएपछि 2 नमे 18 भयो, 2 तिया 6 भयो। अब यही लेखेको होइन तपाईँले त यही लेख्नु भएको। नेपालको औसत चौडाइ 193 किलोमिटर, 193 आएको होइन। अधिकतम र न्यूनतमलाई जोडेर 2 ले भाग गर्नुभयो भने नेपालको के आयो त? औसत चौडाइ आयो। यो चाहिँ जानिराख्नु होला। यदि तपाईँले यो बिर्सिनु भएको खण्डमा अधिकतम र न्यूनतमबाट तपाईँले औसत निकाल्न सक्नुहुन्छ। नेपालको अधिकतम चौडाइ कति रहेको छ भनेर क्वेसन आयो भने 241 किलोमिटर रहेको छ। नेपालको न्यूनतम चौडाइ कति रहेको छ? 145 किलोमिटर रहेको छ। र नेपालको औसत चौडाइ कति रहेको छ? 193 किलोमिटर रहेको छ। अर्को कुरा, नेपाल र बङ्गलादेश बिचको दूरी सोधेको छ। नेपाल र भुटान बिचको दूरी सोधेको छ। नेपाल र बङ्गालको खाडी बिचको दूरी सोधेको छ। नेपाल र बङ्गलादेश बिचको दूरी कति रहेको छ? नेपाल र बङ्गलादेश बिचको दूरी 27 किलोमिटर। त्यसपछि नेपाल र भुटान बिचको दूरी, नेपाल र भुटान बिचको दूरी, भुटान बिचको दूरी कति छ? यो चाहिँ 32 किलोमिटर। नेपाल र भुटान बिचको दूरी भयो। अब नेपाल र यो बङ्गालको खाडी छ नि, त्यो समुद्र बिचको दूरी कति छ? नेपाल र बङ्गालको खाडी, अर्थात् यो बङ्गालको खाडी भनौँ र समुद्र भनौँ एउटै कुरा हो है। खाडी भनौँ वा समुद्र भनौँ, यो बिचको दूरी कति रहेको छ? यो चाहिँ 1127 किलोमिटर हो। 1127 किलोमिटर भयो। अर्को, नेपालबाट सबभन्दा नजिकको महासागर भनेर क्वेसन सोधेको छ। नेपालबाट सबभन्दा नजिकको महासागर, यो चाहिँ हिन्द महासागर है साथीहरू। हिन्द महासागर। अब यहाँसम्म हामी जानु पहिला है। यो अधिकतम र न्यूनतमको कुरा, औसत चौडाइ कसरी आयो त्यो कुरा तपाईँले जानिसक्नुभयो। अब नेपाल र बङ्गलादेश बिचको दूरी 27 किलोमिटर, नेपाल र भुटान बिचको दूरी 32 किलोमिटर, नेपाल र बङ्गालको खाडी अर्थात् समुद्र बिचको दूरी 1127 किलोमिटर, नेपालबाट सबभन्दा नजिकको महासागर हिन्द महासागर। अब चाहिँ यति हामीले के पढ्यौँ त?
अब यो अर्को कुरा एउटा एकपल्ट पहिला जानिहालौँ, नेपालको अहिलेको प्रस्तावित क्षेत्रफल कति रहेको छ त? नेपालको प्रस्तावित क्षेत्रफल, नेपालको प्रस्तावित क्षेत्रफल कति छ? नेपालको प्रस्तावित क्षेत्रफल तपाईले 1,47,516 वर्ग किलोमिटर है साथीहरु, यो चाहिँ प्रस्तावित हो। अब हामी नेपालको भौगोलिक अवस्थाको कुरा गरियौं। भौगोलिक अवस्था अन्तर्गत हामीले नेपालको अक्षांश 26 डिग्री 22 मिनेटदेखि 30 डिग्री 27 मिनेट उत्तरी अक्षांश र 80 डिग्री 4 मिनेटदेखि पूर्वी, यो 80 डिग्री 4 मिनेट पूर्वी देशान्तरदेखि 88 डिग्री 12 मिनेट पूर्वी देशान्तरको बिचमा नेपाल अवस्थित रहेको छ। नेपालको कुल क्षेत्रफल 1,47,181 वर्ग किलोमिटर, जुन क्षेत्रफल चाहिँ वर्ग माइलमा भन्नु पर्दाखेरि 56,827 वर्ग माइल रहेको छ। नेपालले विश्वको कुल क्षेत्रफलको 0.03%, एसियाको 0.3% र दक्षिण एसियाको 2.82% भूभाग नेपालले ओगटेको छ। यो नेपालको लम्बाइ चाहिँ 885 किलोमिटर रहेको छ भने नेपालको चौडाइ यो चौडाइमा पनि औसत चौडाइ 193 किलोमिटर रहेको छ। नेपालको अधिकतम चौडाइ 241 किलोमिटर रहेको छ भने नेपालको यो न्यूनतम चौडाइ 145 किलोमिटर रहेको छ। यो दुईटैलाई जोडेर तपाईले 2 ले भाग गर्नुभयो भने नेपालको औसत चौडाइ निकाल्न सक्नुहुन्छ। नेपाल र बंगलादेश बिचको दूरी चाहिँ 27 किलोमिटर रहेको छ भने नेपाल र भुटान बिचको दूरी 32 किलोमिटर रहेको छ। नेपाल र बंगालको खाडी अर्थात् समुद्र बिचको दूरी चाहिँ कति रहेको छ? 1127 किलोमिटर रहेको छ भने नेपालबाट सबभन्दा नजिकको महासागर हिन्द महासागर रहेको छ। अब नेपालको यो भौगोलिक अवस्थाको कुरा गर्दाखेरि नेपाल चाहिँ दक्षिणी, यो नेपाल चाहिँ यो तपाईको दुईटा कुरा है। नेपालको त हामीले कुरा गरिसक्यौँ, यो बंगलादेश बिचको दूरी लेख्यौँ, भुटान बिचको दूरी लेख्यौँ। अब यो लेखिसकेपछि अब नेपाल तपाईले दुई ठुला विशाल मुलुकको बिचमा रहेको कारणले गर्दा नेपाललाई बफर स्टेट भनिन्छ। अब यसको विशेषताको के कुरा गर्नु? यसलाई सागरमाताको देश, गौतम बुद्धको देश है। अब एवं प्रकारले विशेषताले भरिपूर्ण मुलुक हो भनेर तपाईले यो भौगोलिक अवस्था अन्तर्गत विशेषताको कुरा गर्न सक्नुहुन्छ। अब यो भिडियोको पार्ट 1 मा हामीले यतिकोसम्म छलफल गरियौँ। अब पार्ट 2 नेक्स्ट भिडियोमा आउँदैछु। हस् त, आजलाई धन्यवाद।